चस्माको लेन्सबाट फेभिक्विक कसरी हटाउने? चस्माको लेन्समा फेभिक्विक टाँसियो? यसरी हटाउनुहोस् सजिलै। नमस्ते साथीहरू, धेरै पटक काम गर्दा गर्दै झुकिएर हाम्रो चस्माको लेन्समा फेभिक्विक पर्न सक्छ। धेरैलाई लाग्छ कि अब यो चस्मा बिग्रियो, तर चिन्ता नगर्नुहोस्। आजको यो भिडियोमा म तपाईहरूलाई मात्र 2वटा कुरा प्रयोग गरेर फेभिक्विक हटाउने सजिलो तरिका सिकाउँदैछु। चाहिने सामानहरू: थोरै नेल पलिस रिमुभर कुनै पनि कम्पनीको, एउटा नरम सेलभेट वा माइक्रोफाइबर कपडा, कुनै पनि सफ्ट कपडा। यदि तपाईको लेन्समा एन्टी ग्लेयर वा ब्लु कट कोटिङ छ भने धेरै जोडले नघोट्नुहोला। यसलाई गर्ने तरिका: सबैभन्दा पहिले आफ्नो कपडाको एउटा कुनामा थोरै नेल पलिस रिमुभर हाल्नुहोस्। अब त्यो भिजेको कपडाले लेन्समा जहाँ फेभिक्विक लागेको छ त्यहाँ बिस्तारै ड्याब गर्नुहोस्। यसलाई एकैछिन भिज्न दिनुहोस् ताकि रिमुभरले ग्लु लाइन नरम बनाओस्। अब हल्का हातले गोल आकार सर्कुलर मोसनमा घोट्नुहोस्। धेरै जोडले बल नगर्नुहोस्। बिस्तारै गर्दा फेभिक्विकका पत्रहरू उक्किन थाल्छन्। जब ग्लु पुरै हट्छ, सेलभेटको सुक्खा भागले लेन्सलाई सफा गर्नुहोस्। हेर्नुहोस्, हाम्रो चस्मा अहिले बिल्कुल नयाँ जस्तो सफा भएको छ। कुनै दाग बाँकी छैन। यदि तपाईलाई यो जानकारी उपयोगी लाग्यो भने भिडियोलाई लाइक गरिदिनुहोला र यस्तै उपयोगी टिप्सहरूको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्नु नबिर्सनुहोला। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद।